मनमोहन अधिकारी साधकी सिद्धान्त र सङ्घर्षको इतिहास। नेपालको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री। इतिहासले सबै शासकलाई सम्झदैन, इतिहासले तिनैलाई सम्झन्छ जसले पदभन्दा माथि उठेर सिद्धान्तलाई जिउँदो राखे। सत्ता क्षणिक हुन्छ तर चरित्र अमर हुन्छ। धनले मानिसलाई धनी बनाउन सक्छ तर इमानदारीले इतिहासमा स्थान दिलाउँछ। नेपालको राजनीतिमा यस्तै एउटा नाम हो मनमोहन अधिकारी। उहाँ केवल प्रधानमन्त्री मात्र हुनुहुन्थेन, उहाँ सादगी, त्याग, सङ्घर्ष र सिद्धान्तको प्रतीक मानिनुहुन्थ्यो। आजको भिडियोमा हामी उहाँको जीवन, राजनीतिक यात्रा, उपलब्धि र उहाँले नेपाली राजनीतिमा छोड्नुभएको अमिट छापबारे चर्चा गर्नेछौँ। बाल्यकाल र शिक्षा। मनमोहन अधिकारीको जन्म विक्रम सम्वत 1977 असार 15 सन् 1920 मा काठमाडौँको लाजिमपाटमा भएको थियो। बाल्यकाल विराटनगरमा बित्यो। पछि उच्च शिक्षाका लागि भारतको बनारस हिन्दू विश्वविद्यालयतर्फ लाग्नुभयो। अध्ययनका क्रममा उहाँ भारत छोडो आन्दोलनमा सहभागी हुनुभयो र ब्रिटिस शासनद्वारा पक्राउ समेत पर्नुभयो। त्यहीबाट उहाँको राजनीतिक चेतना अझ गहिरियो। जसले अन्यायलाई नजिकबाट देख्छ उसैले न्यायको मूल्य सबैभन्दा बढी बुझ्छ। सङ्घर्षको यात्रा। नेपाल फर्किएपछि मनमोहन अधिकारी श्रमिक आन्दोलन र कम्युनिस्ट आन्दोलनसँग जोडिनुभयो। उहाँले लामो समय जेल, भूमिगत जीवन र निर्वासन पनि भोग्नु पर्यो। राजनीतिक विचारका कारण जीवनका धेरै वर्ष कठिन परिस्थितिमा बिते, तर उहाँ कहिल्यै आफ्नो विश्वासबाट पछि हट्नु भएन। आदर्शमा अडिग रहने मानिसलाई समयले ढिलो भए पनि सम्मान दिन्छ। विक्रम सम्वत 2051 सन् 1994 को मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारी नेपालको प्रधानमन्त्री बन्नुभयो। उहाँ नेपालका पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मात्र होइन, दक्षिण एसियामै लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित पहिलो कम्युनिस्ट प्रधानमन्त्री मध्ये एक मानिनुहुन्छ। उहाँको सरकार अल्पमतमा थियो र धेरै लामो समय टिक्न सकेन, तर छोटो कार्यकालमै केही महत्त्वपूर्ण नीति अघि बढाइयो। मुख्य योगदान। मनमोहन अधिकारीको नाम आउँदा धेरैले सम्झने कार्यक्रममध्ये एक हो ज्येष्ठ नागरिक भत्ता। यसले राज्यले वृद्ध नागरिकप्रति सामाजिक उत्तरदायित्व लिनुपर्छ भन्ने सोचलाई संस्थागत गर्न मद्दत गर्यो। साथै आफ्नो गाउँ आफै बनाऊ जस्ता कार्यक्रम मार्फत स्थानीय विकासमा जनसहभागितालाई प्रोत्साहन गर्ने प्रयास पनि भयो। उहाँले 1950 को नेपाल भारत सन्धिको औपचारिक पुनरावलोकनको विषय पनि उठाउनु भएको थियो। मनमोहन अधिकारीको सबैभन्दा ठूलो परिचय केवल राजनीतिक थिएन, उहाँको सादगी पनि थियो। सार्वजनिक जीवनमा उहाँलाई इमानदार, मितव्ययी र सिद्धान्तनिष्ठ नेताका रूपमा धेरैले सम्झन्छन्। नेता ठूलो गाडी चढेर होइन, ठूलो चरित्र बोकेर महान बन्छ। विक्रम सम्वत 2056 सन् 1999 मा चुनावी कार्यक्रममा सहभागी हुने क्रममा उहाँलाई हृदयघात भयो। केही दिन उपचारपछि उहाँको निधन भयो। उहाँको निधनसँगै नेपालले एउटा अनुभवी र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्तित्व गुमायो। मनमोहन अधिकारीको जीवनले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम होइन, समाज परिवर्तन गर्ने जिम्मेवारी पनि हो। आज उहाँसँग सबैले सहमत नहुन सक्छन्। उहाँका नीति र विचारमाथि फरक फरक दृष्टिकोण हुन सक्छन्, तर उहाँको इमानदारी, सादगी र सार्वजनिक जीवनप्रतिको समर्पण नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण अध्ययन बनेको छ। यदि तपाईलाई नेपालको इतिहास, राजनीतिका महत्त्वपूर्ण व्यक्तित्व र यस्ता तथ्यपरक डकुमेन्ट्री मन पर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।